नेपाली लोककथामा आजको कथा रहेको छ जादुई बाँसुरी बजाउने गोठालो। कुनै एउटा पहाडी गाउँमा किरण नामको किशोर उमेरको गोठालो बस्थ्यो। उमेरले 17-18 वर्ष नाग्दै थियो, तर जिम्मेवारीले उसलाई अरू युवाभन्दा चाँडै परिपक्व बनाइसकेको थियो। बिहान घाम नहुँदाहुँदै ऊ गाई भैँसी खोलेर डाँडातिर लाग्थ्यो र साँझ अँध्यारो झर्न लागेपछि मात्रै घर फर्किन्थ्यो। गाउँका अरू केटाहरू खेलकुद र रमाइलोमा व्यस्त हुँदा किरण भने प्राय एक्लै हुन्थ्यो, किनकि उसको जीवन पशु चराउने र आमालाई सघाउनेमै बित्थ्यो। बाबु धेरै वर्ष अघि रोजगारीको खोजीमा परदेश गएका थिए, तर फर्किएनन्। त्यसपछि घरको सारा भार किरण र उसकी आमा माया देवीको काँधमा आइपरेको थियो। किरण धेरै बोल्ने स्वभावको थिएन। उसले मनका कुरा प्राय कसैलाई सुनाउँदैन थियो। डाँडामाथि पशु चराउँदा कहिलेकाहीँ ऊ हावाको आवाज सुन्थ्यो, चराहरूको उडाइ हेर्थ्यो र खोलाको सुस्केरा सुन्दै टोलाउँथ्यो। उसलाई थाहा थिएन किन, तर प्रकृतिका ती आवाजहरू उसको मनभित्र कुनै अनौठो धुन झैँ बजिरहन्थे। एक दिन ऊ जङ्गलको गहिरो भागमा पुगेको बेला पुरानो पिपलको खेतमा बस्यो। त्यहाँ उसले सुक्खा बाँसको टुक्रा भेट्यो। समय काट्न उसले त्यो बाँसलाई काटछाँट गर्दै सानो बाँसुरी बनायो। सुरुवातमा आवाज बेसुरो आयो, तर केही बेरमै मधुर धुन निस्कन थाल्यो। त्यो धुन जङ्गलभर फैलियो। गाई भैँसी शान्त भएर बस्न थाले। किरण आफै अचम्ममा पर्यो। त्यस दिनपछि ऊ दैनिक बाँसुरी बजाउन थाल्यो। गाउँलेहरूले पनि अनौठो कुरा महसुस गर्न थाले। किरणले पशु चराएको दिन खेतमा बाली राम्रो हुन्थ्यो, बिरामी पशु निको हुन्थे, झगडा कम हुन्थे। मानिसहरूले भन्न थाले, यो केटाको बाँसुरीमा केही रहस्य छ। तर सबै खुसी थिएनन्। गाउँकै धनी व्यापारी जगतसेन लोभी स्वभावको मानिस थियो। उसलाई लाग्यो यदि त्यो बाँसुरी आफ्नै हातमा परे धन कमाउन सजिलो हुन्छ। उसले किरणलाई बोलाएर बाँसुरी बेच्न प्रस्ताव गर्यो। सुन, पैसा, कपडा सबै दिने वाचा गर्यो। किरणले नम्रतापूर्वक अस्वीकार गर्यो। यो त मैले जङ्गलबाट भेटेको साथी हो, उसले भन्यो। बेच्ने कुरा होइन। जगतसेनको मनमा लोभ झन बढ्यो। केही दिनपछि गाउँमा ठूलो सङ्कट आयो। लगातार पानी नपर्दा खेत सुक्न थाले। खोलामा पानी घट्यो, किसानहरू चिन्तित भए। त्यसबेला गाउँका वृद्धले किरणलाई बाँसुरी बजाउन आग्रह गरे। ऊ डाँडाको टुप्पोमा बस्यो र मन लगाएर धुन बजायो। बाँसुरीको आवाज पहाडमा गुन्जियो। साँझतिर बादल जम्न थाले र राति ठूलो पानी पर्यो। खेतबारी बाँच्यो। त्यसपछि गाउँलेहरूले किरणलाई सम्मान गर्न थाले। जगतसेनले यो देखेर योजना बनायो। एक रात उसले चुपचाप किरणको घरबाट बाँसुरी चोर्यो। बिहान उठ्दा किरण स्तब्ध भयो। उसले चारैतिर खोज्यो, तर बाँसुरी भेटिएन। त्यो दिनदेखि गाउँमा फेरि अशान्ति सुरु भयो। पशु बिरामी पर्न थाले, मानिसहरूबीच झगडा बढ्न थाल्यो। उता जगतसेनले बाँसुरी बजाउने प्रयास गर्यो, तर आवाज कर्कश निस्कियो। जति बजाए पनि मधुर धुन नआयो। उल्टै घरभित्र अजीब आवाज गुन्जिन थाल्यो। सामान आफै खस्न थाल्यो। डरले ऊ रातभर सुत्न सकेन। अन्ततः उसले बुझ्यो, बाँसुरीमा जादु भन्दा पनि बजाउने मनको शुद्धता महत्त्वपूर्ण रहेछ। डराएर ऊ किरण कहाँ आयो र सबै कुरा स्वीकार गर्यो। बाँसुरी फिर्ता दिँदै माफी माग्यो। किरण रिसाएन। उसले शान्त स्वरमा भन्यो, जादु बाँसुरीमा होइन, मनमा हुन्छ। त्यस दिन साँझ किरणले फेरि बाँसुरी बजायो। गाउँभर शान्ति फैलियो। मानिसहरूले बुझ्न थाले, लोभले सुख ल्याउँदैन, साझा खुसीले मात्र जीवन सुन्दर बनाउँछ। समय बित्दै गयो। किरणको धुन सुन्न छिमेकी गाउँबाट पनि मानिसहरू आउन थाले। उसका गीतले थाकेका मानिसलाई आशा दिन्थे, रोएका मनलाई सान्त्वना दिन्थे। बिस्तारै ऊ केवल गोठालो मात्र रहेन, गाउँको आशा बन्यो। वर्षौंपछि एक यात्री सङ्गीतकार त्यहाँ आइपुग्यो। उसले किरणको धुन सुनेर भन्यो, तिमी जहाँ जाओ मानिसहरूको मन बदलिन्छ। तर किरणले गाउँ छोडेन। उसले भन्यो, मेरो सङ्गीत यही पहाड, यही मानिसका लागि हो।